नमस्ते, म भोइस अफ नेपाल सिजन 6 को कोच उदय सुताङ। आज म यहाँ समक्ष छु। विशेष गरी मेरो ट्यालेन्ट अर्पणा आचार्य फ्रम सिक्किम, उहाँका लागि म लिएको छु। यहाँको लागि भोटको लागि अपिल गर्दैछु र अब यतिसम्म यहाँले माया गरिदिनु भएको छ, सपोर्ट गरिदिनु भएको छ, भोट दिएर यहाँसम्म पुर्याइदिनु भयो। अझै धेरैभन्दा धेरै भोट दिएर यहाँले यो ट्रफी चाहिँ जिताइदिनु होला र एउटा आशा छ यहाँले अझै सपोर्ट गरेर फिनाले पनि यो फिनालेको भोइस अफ नेपालको ट्रफी पनि अर्पणा आचार्यकै हातमा हुन्छ भन्ने मैले विश्वास गरेको छु। नमस्कार सम्पूर्णमा, म अर्पणा आचार्य। हजुरको धेरै माया, धेरै सपोर्टले गर्दा आज म टप 4 फाइनलिस्ट पुग्न सफल भएको छु। त्यसको लागि म हजुर सम्पूर्णलाई एकदमै आन्तरिक हृदयबाट धन्यवाद बताउन चाहन्छु र मलाई एकदमै ठूलो आशा छ यसपालि द भोइस अफ नेपाल सिजन 6 को ट्रफी हजुरहरूले मलाई धेरै सपोर्ट गरिदिनुहुन्छ जिताउनको लागि र मेरो ठूलो इच्छा छ द भोइस अफ नेपाल सिजन 6 को ट्रफी चाहिँ एउटा फिमेल ट्यालेन्टले जितोस् र म यो ट्रफी चाहिँ मेरो घर सिक्किम लिएर जान चाहन्छु। त्यसको लागि हजुरहरूले मलाई धेरैभन्दा धेरै माया र सपोर्ट गरिदिनुहुन्छ भनेर आशा राखेको छु। थ्याङ्क यू सो मच। Vote for Arpana Acharya.